जेन्सी दिपर च्यानलमा स्वागत छ। हामी परमेश्वरको गुणहरूको बारेमा सिकिरहेको छौँ। अहिलेसम्म हामी त्यस्तै 15वटा जति सिकिसकेको छौँ अनि आज अन्तिममा जुन सारांशको गुणहरू चाहिँ अरू ग्रुपहरूमा चाहिँ हामीले राख्न सकेको छैनौँ। तैपनि यो पनि परमेश्वरको गुणहरूको माझमा हामी चाहिँ देख्न सक्छौँ। अनि अन्तिमको मुख्य गुण पनि जो चाहिँ खास गरी गुण छैन तर परमेश्वरको महिमा, यो सब चाहिँ हामी आज निष्कर्षमा ल्याउन चाहन्छौँ। अनि यो गुणहरूलाई हेरेर वास्तै परमेश्वरलाई महिमा प्रशंसा गर्न चाहन्छौँ। यसको उद्देश्य चाहिँ त्यही हो। जब हामी बाइबलमा डिपर जान्छौँ, हामी चाहिँ परमेश्वरको बारेमा अझै सिक्छौँ, बुझ्छौँ। उहाँ चाहिँ अझै उछालिनु भएको, अझै महिमित हुनुभएको चाहिँ हामी देख्न सक्छौँ। अनि गएको हप्ता हामी चाहिँ परमेश्वरको उद्देश्यको गुणहरू, परमेश्वरको शक्तिको बारेमा, उहाँको योजनाहरू, उहाँको इच्छा, उहाँको स्वतन्त्रताको बारेमा हामीले सिकेको छौँ। अनि आज जुन सारांशको गुणहरू छ, यो चाहिँ उहाँको धन्यताको बारेमा, उहाँको सौन्दर्यको बारेमा, यो कुराहरूलाई चाहिँ आज हामीले अध्ययन गर्न चाहन्छौँ। हो नि, अब हामी धेरै गुणहरू पढिसक्यौँ। यसको सारांश यही हो कि पहिलो सुरुमा सिद्धता छ। सिद्धता भन्ने बित्तिकै परमेश्वरको जति पनि गुणहरू छ त्यो सबै पूर्ण छ। हामी पहिलाको अध्यायहरूमा हेर्छौँ कि उहाँ जे पनि हुनुहुन्छ 100% हुनुहुन्छ। चाहे उहाँको प्रेम हेरौँ, चाहे उहाँको कृपा हेरौँ, अनुग्रह हेरौँ, क्रोध हेरौँ, उहाँको क्षमा गर्ने हेरौँ, सब कुराहरू चाहिँ उहाँको 100% मात्रामा छ भन्ने कुराहरू चाहिँ हेरिसकेका छौँ। अनि सिद्धताले यही देखाउँछ, हामीले बुझ्नुपर्ने कुरा यही हो कि परमेश्वर मानिस जस्तो परिवर्तनशील हुनुहुन्न है त। उहाँ अपरिवर्तन हुनुहुन्छ। उहाँ सधैँभरि सधैँको लागि एक समान हुन्छ। यी खालको कुराहरू चाहिँ हामीले सिद्धतामा हेर्छौँ। एकचोटि एउटा पद हेरौँ अनि बुझ्दैछौँ है त हामी। मत्तीको पुस्तक 5 अध्यायको 48 यसो लेखेको छ, यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ, उसरी नै तिमीहरू पनि सिद्ध हौ। अब परमेश्वर सिद्ध हुनुहुन्छ, पूर्ण हुनुहुन्छ। अनि हामीलाई यो आग्रह गर्नुहुन्छ है त, सिद्ध हो। किनभने यो बाँड्न सकिने गुणमा हामी हेर्दैछौँ। अनि हामीलाई यो आज्ञा गर्नुको अर्थ यही हो कि हामी पनि परमेश्वरको चरित्रहरूलाई, परमेश्वरको पाइलालाई पछ्याएर चाहिँ त्यो सिद्धतातिर चाहिँ हामी बढ्न सक्छौँ। हो, कहिलेकाहीँ हामी निराश हुन्छौँ। हामी पापी शरीरमा छौँ, यो अपूर्ण संसारमा छौँ, यो पापले भरेको संसारमा छौँ। अनि हामी कहिले पनि पर्फेक्ट हुन सक्दैनौँ भनेर कहिलेकाहीँ हामीले आफूलाई घोच्याएर तल पर्छौँ होइन। अनि ब्याकस्लाइड भन्ने कुराहरू त्यसबाट आउँछ। तर हामी निरुत्साहित चाहिँ नहौँ है त। हाम्रो परमेश्वर आफैले यो कुरा भन्नुभएको छ कि परमेश्वर सिद्ध हुनुहुन्छ र तिमीहरू सिद्ध हौ। अनि हामीलाई एक्लै छोड्नुहुन्न है त। उहाँले हामीलाई सहायता पनि उहाँले गर्नुहुन्छ त्यो सिद्धतातिर गइराख्नलाई। हो, साँच्चै हामी उहाँ जस्तै पूर्ण बन्न सक्दैनौँ होला, तर कदम चाल्दै गयौँ भने हामी हुन्छौँ पनि। किनभने क्रिस्ट जस्तै हुनु चाहिँ हाम्रो यो उद्देश्य पनि हो होइन त दाइ? हो, परमेश्वर चाहिँ एकदमै सिद्ध हुनुहुन्छ। हामी पनि त्यस्तै हुन चाहन्छौँ। उहाँको पछि लागेर, उहाँसँगै रहेर अब हामी पनि त्यही सिद्धतातिर गइरहेको छौँ। अनि यसको कारण पनि छ, परमेश्वरमा त्यो चाहना लागेको जति छ, त्यो असो कुराहरू मा चाहिँ परमेश्वर कुनै कमी छैन है। परमेश्वरसँग असल मात्रै छ, महानता मात्रै छ। अनि त्यस्तो वास्तवमा उहाँ चाहिँ त्यस्तो अस्तित्वमा रहेर उहाँ चाहिँ एकदमै खुसी पनि हुनुहुन्छ। कसरी चाहिँ खुसी हुन सक्नुहुन्न त? अब सबै राम्रो, सबै असल चाहेको जति उहाँसँगै छ, उहाँ चाहिँ नै परमेश्वर आफैमा चाहिँ एकदमै आनन्दित र खुसी हुनुहुन्छ। अनि हामी यो गुणलाई चाहिँ धन्यता, कहिलेकाहीँ हामी चाहिँ परमेश्वरको धन्य चढाउँछौँ उहाँको प्रशंसा गर्नलाई। तर यसमा चाहिँ यो धन्य भन्ने शब्द चाहिँ एकदमै खुसी हुने। अनि परमेश्वर चाहिँ आफैमा आफ्नो स्वर्गीय स्थानमा, उहाँको अस्तित्वमा, उहाँको योजनाहरूमा, उहाँको काममा, उहाँको सब गुणहरूमा चाहिँ एकदमै आनन्दित हुनुहुन्छ। अनि बाइबलले चाहिँ हामीलाई यसको बारेमा राम्रोसँग सिकाउँछ। पहिलो तिमोथी 6 अध्यायको यहाँ चाहिँ येशू ख्रीष्टको बारेमा म चाहिँ 13 पददेखि म पढ्न चाहन्छु। यसको सन्दर्भ राम्रोसँग बुझेर हामी देख्न सक्छौँ। पहिलो तिमोथी 6:13, सबै थोक जुदो पढ्नुहुने परमेश्वर र पोन्तियस पिलातसका सम्मुख असल अन्जिङ्गरको ग्वाही दिनुहुने ख्रीष्ट येशूका सामु म तिमीलाई यो आज्ञा दिन्छु,
हाम्रो प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल तिमीले यस आज्ञालाई निष्कलङ्क र निन्दारहित राख, जसलाई उहाँले आफ्नै समयहरूमा प्रकट गर्नुहुनेछ, जो परम धन्य र अद्वितीय अधिराज, राजाहरूका राजा, प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँसँग मात्र अमर्त्य छ। उहाँ ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिकमा कोही मानिस पनि जान सक्दैन। उहाँले कुनै मानिसलाई देखेको छैन, न त देख्न सक्छ। उहाँलाई नै आदर र अनन्त अधिकार हुन्। आमेन। यहाँ चाहिँ प्रेरित पावलले परमेश्वरको बारेमा र हाम्रो प्रभु येशू ख्रीष्टको बारेमा प्रशंसा चढाउँदाखेरि चाहिँ येशूलाई परम धन्य भनेको छ प्रेरित पावलले। अनि त्यसको कारण के हो? उहाँ चाहिँ ज्योतिमा बास गर्नुहुने, उहाँ चाहिँ सिंहासनमा बस्नुहुने, आफ्नो योजनाहरू पुरा गर्नुहुने, समयमा प्रकट गराउनुहुने। अब यो सब कुराहरू चाहिँ उहाँको हातमै छ। अनि उहाँ चाहिँ यही कामहरूमा, यही गुणहरूमा चाहिँ एकदमै धन्यको हुनुहुन्छ। उहाँ चाहिँ एकदमै खुसी हुनुहुन्छ। अनि उहाँले चाहिँ हामीलाई पनि यही आनन्दमा चाहिँ ल्याउन चाहनुहुन्छ। उहाँले चाहिँ हामीलाई सिकाउनुहुन्छ, मसँग जे जति छ यो चाहिँ आनन्द ल्याउने कुरा मात्रै हो। यो संसारले चाहिँ हामीलाई मौज मजा दिन्छ, तर त्यो चाहिँ एकछिनको लागि मात्रै हुन्छ अनि जान्छ। त्यसमा चाहिँ धन्यता चाहिँ छैन। बाइबलमा हामी इङ्ग्लिस भाषामा चाहिँ एउटै शब्द चलाउँछौँ, प्लेजर्स। त्यो संसारको प्लेजर्स हुन्छ, तर परमेश्वरको प्लेजर्स पनि हुन्छ। तर यहाँ नेपाली भाषामा एकदमै राम्रोसँग छुट्याएको छ। संसारले चाहिँ हामीलाई मौज मजा दिन्छ, त्यो चाहिँ एकछिनको लागि मात्रै हो। तर परमेश्वरसँग चाहिँ सुख छैन को कुराहरू। परमेश्वरले हामीलाई साँचो शान्ति, साँचो आनन्द दिनुहुन्छ, जुन कुराहरू चाहिँ सदायको लागि रहिरहनुहुन्छ। किनकि उहाँ चाहिँ सिधा, उहाँ चाहिँ रहिरहने परमेश्वर हुनुहुन्छ। हो नि, अवश्य। अनि त्यो कुराहरू जब हामी प्राप्त गर्छौँ अनि हामी पनि खुसी हुन्छौँ, हामी उहाँमा रमाड गर्न सक्छौँ। अनि हाम्रो हृदयबाट, हाम्रो अन्तस्करणबाट एउटै शब्द निस्किन्छ, परमेश्वर धन्यवाद, होइन। अनि उहाँ आफैमा पनि एकदम खुसी रमाड गर्नुहुन्छ र हामी उहाँमा छिर्यौँ भने हामी पनि त्यही आनन्दमा, त्यही खुसीमा चाहिँ पस्नेछौँ। अनि यही कुराहरूलाई हामी निहाल्दै गर्दा, हेर्दै गर्दाखेरि चाहिँ परमेश्वरमा चाहिँ त्यो सुन्दरता, त्यो सौन्दर्यता चाहिँ हामी देख्छौँ। त किन त? किनभने परमेश्वरमा चाहना गर्न लायकको सबै थोक छ। यदि हामी असल कुराहरूको उहाँमा जे चिज हामीलाई चाहिन्छ भनौँ, जे चिज हामी उपभोग गर्नुपर्ने हो, त्यो चिजहरू चाहिँ सबै परमेश्वरमा हामी पाउँछौँ। त्यति सुन्दर परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी पाउँछौँ। त एउटा उदाहरण हामीले हेर्दै गर्दाखेरि देखाएको थियौँ। त्यहाँ चाहिँ के छ भने एउटा दुलही हुन्छ। अनि दुलहीले चाहिँ के गर्छ भने विवाहमा चाहिँ आफूले आफ्नो सजावट यति राम्रोसँग गर्छ, यति सुन्दर पोसाक लाउँछ उसले, गरगहनाहरू, होइन। अनि त्यो सब लाएर रेडी तयार हुन्छ। यद्यपि उसको चाहना, उसको इच्छा भनेको चाहिँ दुलहाको अनुहार हेर्नलाई चाहिँ हुन्छ। उसले चाहिँ दुलहाको त्यो सुन्दरतालाई, त्यो ह्यान्डसमनेसलाई हेर्नलाई चाहिँ उसलाई आतुर हुन्छ। अनि उसले आफ्नो के राम्रो छ त्यो बिर्सिरहेको हुन्छ क्या। हो, परमेश्वरको सौन्दर्य चाहिँ त्योभन्दा पनि बढी उत्तम छ त। अनि त्योभन्दा पनि अझै चाहना गर्न लागेको कुराहरू चाहिँ भरिभराउ रूपमा चाहिँ उहाँसँग चाहिँ छ, जुन चाहिँ हामीले चाहिँ हेर्नुपर्ने हो। एकचोटि भजन सङ्ग्रहको पुस्तक 27:4 हामी हेरौँ। यहाँ चाहिँ यसरी लेखिएको छ, एउटै कुरा मैले परमप्रभुबाट मागेको छु र त्यसैको पछि म लाग्नेछु, परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न म मेरो जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ। अब यहाँ एउटा भजनकर्ताले चाहिँ के भन्छ भने म चाहिँ परमेश्वरको, उहाँको सुन्दरता चाहिँ निहार्न पाऊँ। जहाँसम्म म गलत छैन भने यो दाउदको भजनै हुनुपर्छ। अनि दाउदले आफैले भनेको छ, ऊ आफै राजा हो, ऊ आफै सबै कुराले सम्पन्न छ, तैपनि अझै सर्वोत्कृष्ट चिजलाई चाहिँ हेर्दैछ। अनि यही एउटा गुण हामीलाई परमेश्वरले बाँड्नु भएको छ। हाम्रो वरिपरि होला कति धेरै चिजहरू होला, संसारिक थोकहरूले हामी भरिभरा होला। अनि भर्खरै हामी सुन्यौँ यो संसारिक मोजमजा चाहिँ केही छिनको लागि मात्रै हो, तर परमेश्वरले दिनुहुने सुख चाहिँ अनन्तका लागि हो त। अनि त्यो सुन्दरतालाई चाहिँ, त्यो कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्ने हो। अनि यही कुराहरूमा अझै हामी अगाडि बढ्दै गयो भने अब एउटै कुरा यसले यो सारांशमा यही भन्छ कि परमेश्वरको चाहिँ महिमा, होइन। परमेश्वरको महिमा चाहिँ अब कसरी आउँछ त? जब परमेश्वरलाई हामी हेर्छौँ भने त्यहाँ कति धेरै असल गुणहरू छ। अनि त्यही असल गुणहरूको तेज चाहिँ अब चम्केर हामीमा आउँछ। जब हामी त्यसलाई हेर्छौँ त्यसपछि हामीबाट चाहिँ उहाँलाई दिनुपर्ने आदर र सत्कार बाहेक केही पनि निस्किँदैन। अनि यो कस्तो खालको गुण, कस्तो खालको तेज हो भन्दाखेरि हामी
एउटा संसारिक हिसाबले सोद्धाखेरि पनि कुनै एउटा मान्छेले सामाजिक कार्य राम्रो गरेको छ भने, एउटा राम्रो बोली वचन छ भने, एउटा छल कपटको जीवन छैन भने पनि हामी यतिकै हेरेर भन्छौँ कि त्यो मान्छेको अनुहार कस्तो चकिलो छ, कस्तो राम्रो छ भनेर भन्छौँ क्या। अनि बाइबलकै उदाहरण दिँदाखेरि पनि स्टेफनस, जसले चाहिँ परमेश्वरको सुसमाचार त्यत्रो भिडमा प्रचार गर्दै थियो, अनि त्यसपछि प्रचार गर्दा गर्दै उसको अनुहार चाहिँ स्वर्गदूत जस्तै चम्केर आयो भनेर चाहिँ बाइबलले भन्छ है त। अनि त्यो भन्दाखेरि चाहिँ के हो भने उसले पक्कै पनि परमेश्वरको पाइलाहरू चाहिँ पछ्याइरहेको थियो, परमेश्वरको नियम कानुनहरूलाई चाहिँ आफ्नो जीवनमा लागू गरिरहेको थियो, आज्ञापालनको जीवन जिरहेको थियो। यी असल गुणहरूले भरेको कारणले गर्दाखेरि चाहिँ उसको तेज चाहिँ त्यहाँ निस्केको छ। झन् परमेश्वरको तेज अब कति बढ्दा होला। अनि यही गुण परमेश्वरले हामीसँग पनि बाँड्नु भएको छ हो। परमेश्वर जत्तिकै महिमा हामी यो संसारमा हुन नसकौँला, तर हामी परमेश्वरको पाइलालाई पछ्याउँदै हिँड्यौँ भने त्यो महिमा त हामी पाउँछौँ नै। तर अन्तमा यो संसारको अन्तमा पनि अझ परमेश्वरको जस्तै महिमा चाहिँ हामीले पनि त्यो उपभोग गर्न पाउनेछौँ, त्यो देख्नेछौँ। कति आनन्दको कुराहरू चाहिँ हामी पढ्दैछौँ, हेर्दैछौँ है। धन्यवाद छ। आजको हाम्रो यो अन्तिम बाँड्न सकिने गुणहरू जति पनि हामीले हेरेका छौँ, यसलाई यहीँ अन्त गर्नेछौँ। अनि हाम्रो भिडियोलाई पक्कै पनि तपाईँहरूले लाइक गरिराख्नु भएको छ, सेयर पनि गर्नु होला। अनि के तपाईँहरूको जिज्ञासा छ भने हामीले यसो कमेन्ट पनि गरिदिनु है त। हुन्छ, धन्यवाद छ। जय